हामीले आफ्नो बच्चालाई डिफिकल्ट टाइम फेस गर्ने अपर्च्युनिटी पनि दिनुपर्छ। आजभोलि कस्तो मानसिकता छ भने मैले दुःख पाएँ, मैले जीवनमा धेरै कष्ट गरेँ, मेरो बच्चालाई म यो दुःख हुन दिँदैन भनेर हाम्रो सोचाइ हुन्छ एज अ प्यारेन्ट्स। बच्चालाई सबै सुख दिन्छु, रमाइलो गराउँछु भनेर हाम्रो सोचाइ हुन्छ। तर कुनै न कुनै लेभलमा हेर्दाखेरि यसले झन् प्रतिपादक भूमिका खेल्दो रहेछ, काउन्टर प्रोडक्टिभ हुन्छ। अभावले, दुःखले हाम्रो मस्तिष्कलाई ट्रेनिङ दिन्छ, केही सोच्नको लागि बाध्य बनाउँछ, त्यो समस्याबाट निस्किन प्रेरणा दिन्छ। मस्तिष्क स्टिमुलेटेड हुन्छ, त्यो मस्तिष्कले सोच्छ। जुन मस्तिष्कलाई सबै कुरा सहजै छ भने उसले त्यो सोच्दैन। मैले आज खाना म पुगिरहेछ भने म खाना कहाँबाट आउँछ, कसरी आउँछ, म त्यसको बारेमा सोच्दिनँ। सो बच्चाको लागि सबै कुरा सजिलो भयो, उसको हरेक डिमान्डलाई यदि प्यारेन्ट्सले पुरा गर्यो भने अनि त्यहाँ के हुन्छ भने त्यो बच्चालाई सामानको, चिजको, पैसाको भ्यालु हुँदैन। उसले कहिले पनि यसलाई बुझ्न सक्दैन। मेरो छोरीकै उदाहरण म फेरि यहाँ राख्न चाहन्छु। ऊ चाहिँ 7 वर्षकी हुन् अहिले, र हामी बाहिर गएको बेलामा एउटा बिस्कुट उसलाई मन पर्यो। त्यो बिस्कुटको सिङ्गापुर डलर अराउन्ड 20 रुपिज थियो, जुन ऊ एकचोटि बसेर खान सक्थ्यो, कुकिज जस्तो। अनि उसको आमाले रिक्वेस्ट गरिन् कि यो बिस्कुट किनौँ, हामीले केही सपिङ गरेन, एउटा बिस्कुट किनिदिउँ। मैले किनिनँ। मैले भने होइन, यो 20 डलरको कुकिज उसले एकछिनमा खान्छ, नेपालमा यसको कस्ट कति हो, उसले पैसाको मूल्य बुझ्दैन। त्यसैले उसलाई नराम्रो लाग्छ, तर म किन्दिनँ।